हाम्रो चाहिँ निता हाम्रो नागरिक आवास संस्थाको सक्रिय सदस्य हुनुहुन्छ निता भण्डारी र उहाँले पनि रक्तदान गर्दै हुनुहुन्छ र उहाँको चाहिँ पहिलो स्टेप अहिलेसम्म दोस्रो चोटि दिनुभयो होइन अहिलेसम्म उहाँले दोस्रो चोटिसम्म अहिले उहाँले चाहिँ यो रक्तदान दिइरहनु भएको छ र उहाँले चाहिँ सम्पूर्ण रक्तदान चाहिँ आवश्यकता गराउन चाहन्छु सम्पूर्णलाई आफूप्रति ध्यान केन्द्रित गर्न चाहन्छु धन्यवाद भन्न चाहन्छु सम्पूर्णलाई र हाम्रो बुनापा 10 महानगरपालिकाका अबको केही क्षणमा म आफ्नो औपचारिक कार्यक्रमलाई सुचारू गर्न चाहेको छु। उपस्थित हुनुभएको छ। म हुँ एउटा मानिस, सरोकारवाला व्यक्ति, म हुँ एउटा मानिस, म धेरै व्यक्तिहरूको मिलेर बनेको समाज हुँ, दिन चाहन्छु। म हरेक क्षेत्र हुँ। थ्याङ्क यू। म